हेलो गाइज र स्वागत छ हजुरहरूलाई मेरो नयाँ भ्लगमा। र हिजो राति चाहिँ पानी परेको थियो है। सो बाहिर चाहिँ के कसो भएछ भने हेरेको त आहा पानी परेर त भित्र त पुरै तालाबै तालाब भएछ। बाहिर पनि मौसम अलिक राम्रो। र आज चाहिँ मेरो काम है बिहानको खोले पकाउने गाई र बाख्रालाई। सो म खोले रेडी गर्दै है। अन्त हिजो रातिको पानीले के कसो बिगार गरेछ बारीमा भने चाहिँ टक्क बारीतिर गएको। खासमा म बारी चाहिँ कुखुरालाई साग टिप्नु गएको थिएँ नि त। हिजोको राति पानीले त आहा मकै त सबै ढाल्दैछ नि हौ लाग्थे। र टक्कसँगले चाहिँ यो चाहिँ अलिक ठुल्ठुलो चल्लाहरूलाई चाहिँ चारो मुस्दै है, किन कुखुरा पनि छ नि त घरमा। सो कुखुराहरूलाई पनि अलिकति चारो मुस्दै अन्त टक्क चारो रेडी भएपछि चाहिँ बिहान उठ्ने बित्तिकै म चाहिँ 1 कप है सेरेमकमा तातो पानी पिउने बानी छ। सो तातो पानी पिउँदै है टक्क अगाडि हेरेँ त आहा आउँदो जेनेरेसनको हिरो हिरोइनहरू त टक्कसँगले मजाले खेल्दै रहेछ नि हौ। उनीहरू खेलेको आहा सानो मजाले खेलेन। टक्कसँगले चाहिँ भित्र भान्सामा गएको त आगो त निभेछ। फेरि आगो फुक्दा 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 आहा हत्तु नि हौ गाँठे झन्डै सासै गयो नि हौ। के गर्नु अब है, गाई बाख्रा पालेपछि दाना त रेडी गर्नै पर्यो। सो दाना पनि रेडी हुँदैछ है। अनि त्यहाँ चाहिँ दाना रेडी हुँदै गरोस् भने चाहिँ टक्कसँगले चाहिँ हाम्रो कुखुरा चाहिँ यति छ है। र कुखुरालाई चाहिँ चारो रेडी गर्दै टक्कसँगले अघि बारीमा गएर टिपेको घाँस है कुखुरालाई काटेर टक्क यो चाहिँ अब सानसानो चल्लाहरूलाई हालिदिन्छु नि त। किनभने अब यसले चाहिँ चल्लाहरूलाई छिटो बढ्ने काम गर्छ नि त। सो चारो हाल्दै यही हो घरको अलिक ठुल्ठुलोहरू है। यिनीहरूलाई पनि त्यो अघि मुसेको चारो दिँदै अन्त खोरभित्र पनि अरूलाई पनि हाल्नु पऱ्यो नि त चारो। खोरभित्र पनि छ कुखुराहरू चाहिँ धमाधम है। अरू कुखुराहरूलाई पनि चारो हालिदिँदैछु। अनि यहाँ चाहिँ अब हाम्रो बाख्रा छ नि त। त्यो बाख्राको चाहिँ घाँस खाने ठाउँ चाहिँ निकै घाँसको सिन्काहरू भएछ नि त। सो त्यो सिन्काहरूलाई चाहिँ अलिकति साफ गर्दै है, किनभने फेरि दोबारा त्यो घाँसमा हालिदियो भने चाहिँ अब खानु मान्दैन बाख्राहरूले। अलिकति गन्ध पनि मन पर्दैन नि त। त्यो भएर चाहिँ हल्का त्यो सफा गर्दै र यो चाहिँ हाम्रो घरको बहिनी है। यसलाई चाहिँ अब टक्क अघि पकाएको दाना दिँदै बसन्ती मेरो यहाँ छ। अब टक्कसँगले चाहिँ यो चाहिँ हाम्रो मौरीको डुँड, यो चाहिँ अघिको बारी जहाँनिर मकै लडाएको थियो। र यो चाहिँ हाम्रो घरको 3टा हिरोहरू है, 3टा खसीहरू। यिनीहरूलाई पनि मजाले आटा साटा मुसेर दिँदै र यो चाहिँ 2टा माउ है। त्यो अघि त्यो खेल्दै गरेको त्यो बच्चाहरूको आमा चाहिँ बच्चाहरू त्यो कुनामा बसिरहेछ। तिनीहरू टक्क दाना साना दिएर र यहाँ चाहिँ अब आयो है। घाम निकै लागेछ नि त। सो चस्मा लगाएर टोपी ढल्काएर है अब गोठालो चाहिँ रेडी। सो अब चाहिँ बहिनीलाई जङ्गल छोड्नु जाँदैछु है। गोठालो यस्तै हो, गरमको गोठालो यो चाहिँ। ल हस् त अब हजुरहरूसँग नेक्स्ट भ्लगमा भेट्नेछौँ। र आज बिहानको मेरो काम यति नै। ओके बाई बाई।